Finally, our work start. हेलो एन्ड नमस्ते वेलकम टु माई न्यू भिडियो विथ द न्यू डे गाइज। आजहरूलाई मेरो ब्लगमा एकदम धेरै स्वागत छ। मलाई अन्तिम समय हेरेर माया देखाइदिनु होला म आशा गर्दछु गाइज। अनि आज फेरि काम छ, त्यही दबाई छर्ने, झाडु उक्काउने। यदि नयाँ हुनुहुन्छ हजुरहरू भने चाहिँ मेरो च्यानलमा सब्सक्राइब गरिदिनु होला। अनि प्लिज गाइज डु सपोर्ट मी। अनि मेरो भिडियो अन्तिमसम्म हेरेर मलाई माया देखाइदिनु। आउनुहोस् हामी सँगसँगै काम गरौँ गाइज। फेरि पनि आज हाम्रो काम चाहिँ याक हान्ने, याक दबाई छर्नुको मेन रिजन चाहिँ यो किराहरू मार्ने हो कि सबैमा किरा पलाहा। यस्तो हो बिहान बिहानको भ्यू। अनि यही हो आज पनि फेरि त्यही दबाई छर्ने, निन्द्रा लाएर कस्तो हुन्छ। दाई गुवान दाई फेरि आउनुभयो। गुवान दाई ह्यान्डसम भनेर आउनुभयो। बिहान ल सबैजना भेला हुनुभयो। यस्तै छ। अनि हामी चाहिँ काम सुरु गर्छौँ अब। बिहान आगामी त्याउनु पर्छ। यस्तै छ जिन्दगी। हेर्नु हाम्रो काम चाहिँ यस्तो बिहानको घाम नझुल्किँदै सुरु हुन्छ। गुवान्दै याक छर्दै काम गर्दा गर्दा यस्तो नै बिग्रिन्छ। खाना पाउने भयो ठिकै भयो यार। के भन्नाको सुर्ती पनि खानु दाईको सुर्ती चाहिँ फेभरेट है। केटो सुर्ती लबरा, केटो सुर्ती लबरा। हाम्रो टोइलेट कहाँ होला भन्नु होला तपाईँहरूले है। हाम्रो टोइलेट चाहिँ यस्तै नै हो मुद्दिनी। आया लङ टोइलेटलाई नै गाह्रै छ। खुल्ला रूपमा हो टोइलेट गर्ने, वाइल्ड पारामा यता यता जाने। यो पानी खान पर्यो। ढाड दुख्छ यो काममा नि। मजाले घाम लाग्यो त। तर टोपी उडाउने हावा लाग्यो। कसै पानी मलाई नि आजलाई त्यही हो दिनभरिको काम। गाई झन् चाहिँ सँगै भयो। दाइले यहाँ पादेर गन्ना म पछाडि बसी गाई झन्डै बिउज भएको। के हान्नुभयो थियो दाइ? तरकारी के हान्नुभयो थियो? दाइले मुलाको तरकारी हान्नुभयो थियो। ए साउहरूको अगाडि पात दिन्छ गनाएर बिउजिन्छ। म यहाँ चाहिँ पछाडि भेनाहरू, म भेदाइ र म यहाँ। अनि सिङ्गल हुनुहुन्छ अब बिहा गर्ने हो नेपाल गएर हुनुहुन्छ। कोही हुनुहुन्छ नि गुर्सिनीहरू, मगर्नीहरू। ए यस्तो हुन्छ भिज्यो कट्टु भिज्यो भिज्यो। शीतल त के हुनु, शीतलै भयो रहेछ कि धेरै। किक चाहिँ खतरा है दाइको। पहिला टेक्वान्डो सिक्नु रहेछ। हेर्नु अब गाडीमा जाने फेरि साउबा। यहाँ कसरी भिड बनाउनु चाहिँ अगाडि त सक्दिनँ। यहाँ त कछिटो चढ्थ्यो खाएर अगाडि बस्नै खोज्दैन मेनाहरू त्यहाँ। हामी यहाँ मलाई धान भयो ढाड फर्काएर बस्यो। आया मस्तले खासै काम छैन क्या अरूको त। के हान्नुभएको दाइ? जेसियो मकै होइन केरा हो। दाइले यत्रो काम गरेर मकै र केरा पनि चिन्नुहुन्न। यस्तै हो एग्रिकल्चरमा आयो भने काम। गाइस हाम्रो काम भ्याइयो। हेर्नु सकियो। अब खाना खान जाने। भोक लाएर लक 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 काम। यस्तो भोक ला। बिहान भात रुच्दैन अनि बमिटा लस हुन्छ भात हेर्दै। खाँदैन के खान्न भोक ला।
너를 한입. 안녕. 안녕하세요. 사장님, 나 사장님 좋아. 야왜 그래? 왜 그래? 아우, 뭐야 이거? 썩은 맛이요. 빵빵 뻥뻥. 빡빡. 여자한테 맞아봐. Apa 하나 lagi. New. 야 막어 이걸로. 이걸 막어. 이걸로 막어. अब खाना खानुहुन्छ हाम्रो साथीहरूले नि अनि अब नि खाना खाने भेना पनि आउनु भयो अब हामी भात खाने मेरो घर हिजो यही खाना खानु लाग्यो अब यी एउटा केरा लिएर आज त्यही नै खानै दिएन बुढोले यस्तै छ खानपिन हाम्रो खाना खान नपाउँदै हिँड भन्छ गाह्रो छ अब टाढा छ नि त त्यो भएर मैले चप्पल लाएर जानु लाग्यो गम्बुट त पर्ने यसो गाडी लेट्स गो आइपुग्यो दाई चाहिँ बिजी हुन्छ फोनमा ह्याङ दाई हुन्छ अनि हाम्रो यहाँ साउको छोराको बल्ल बिहा भएको ओ माई गड इपोयो मानी पोयो 많이 뻐? 네 사장님 핸섬 안돼 이뻐요 와이프 이뻐? 네 와이프 이뻐요 딱 그러나지 स्टार्ट धार भएको यहाँको यति हो आज भ्यायो भने उता खसै धारै उताको बाहिर उतातिर त छैन यहाँबाट सुरु यत्रो भ्यायौँ हामीले आज त कस्तो बबाल देख्यो नि त मौसम मौसम कि बारी खोइ त मेरो मलाई तपाईँले उता तपाईँ कोरियन हो कि नेपाली नेपाल हामीलाई चाहिँ मजाले काम गर्नुभयो मभन्दा धेरै वर्ष बस्नुभएको नेपालमा उहाँ 2 तले घर ठहराइसक्नु भयो अन्त दाइ तपाईँहरू कोही आउनु चाहन्छ चाहिँ म्यानमै आउनु किन भन्दाखेरि गाह्रो छ यहाँ चाहिँ एकदिनमा चाहिँ अलिकति घाम भन्नुपर्छ अब म्यानुफ्याक्चर्समा नि घाम त हुन्छ तर यस्तो तातो हुन्छ तर यस्तो घाम चाहिँ खानु पर्दैन नि त यहाँ त यो भुइँमी तात्ति नि आइरहे गर्मीले यस्तै बिचरा पानी खाँदै हुनुहुन्छ सेतै सोते पाली है एकजना फेरि उहाँ ए भेना काम हेर्न आज कि झाडु कायो बस्यो पैसा पाक्यो त्यो छ नेपालको बारी जस्तो तर यो चाहिँ अलिक ठुलो भएर है हो सिधा साजङिम थ्याङ्क यू मैले हिजो अस्ति भनिरहेको थियो आज ल्याइदिएछ भन न चिकन भनिरहेको थिएँ उहाँले ल्याइदिनु भयो साउजीले चिकन अप्सै सोजु के हो रे कोत्रो ल्याएको र एउटा कुरा त हामी चाहिँ साउले फिला एउटा कुरा दुईटा मात्र हुन्छ हौ 3, 2, 1 go cheers 지랄하네 씨발 야 씨 छिटो खाम अहिले टाइम खानु चियर्स 오케이 야나 빼면 안돼 자 포토 누가 기니 निल्दानी घाँटी छड्के गरेर निल्न पर्यो हुन्छ 맛있어요 맛있어? 네 나 먹어 이모 이모 풍경
ल्याइदिए भने त पाएको Cheers. घर अहिले फलो ब्याग दिन्छ है दिदी के हजुरको नाम आशा झाट्टे चिकन सब्सक्राइब पनि गऱ्यो नि है वाइफु नेपाली इसाई हो चिरागो इसाई हो यगी इसाई हो ताल ताल खाना ल चिकन नि खाइयो अब यत्रो त झार दैया बेना बेना यहाँ झारू पाउने अब कहिले ल्याउने हो बुढीको पार्टी भन्थ्यो अनि ल्याए चिकन यत्रो यत्रो झार छ मरियाको बारी सलक्क यो चाहिँ छोटो हो यस्तै छ काम काम सकियो आजको लागि काम गऱ्यो मजाले यी सबै सर्लक्कै सक्यो अब त्यताको एउटा बारी थोरै लाग्छ आफ्नै घरमा काम गरे जस्तो बारीमा बाई 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 हान्नु पाउनु तपाईँलाई हालिदिन्छु दामी गाइस हामी चाहिँ कामबाट आएर नि नुहाएर नि फ्रेस भइसक्यो अनि तरकाल थिएन यहाँ बारीमा यिनीहरूको छ के भेन्टा फल्यो त्यही टिप्न लाग्यो बोलाएको सुन्दै सुनेर अनि के भन्दा आफ्नै सोचेर काम गर्छ नि हामीले आफ्नै सोचेर टिप्नु परेन बारीमा भेन्टा छ कि यहाँ यस्तो भेन्टा दुईवटा टिपेर लाने हो कसरी टिप्ने हो यो हाँगैसँग टिप्ने हो कि अहिले फेरि देख्ली यति भइसक्यो एक छक पुगिहाल्यो त सबै तिल यहाँ पनि फर्सीहरू पक्यो यो चाहिँ पकाउँछु म दुईवटा आउ बार रहेछ नि त्यो नि के भयो त है भेन्टा टिपेर पकाउने हो केही छैन खुर्सानी सुर्सानी यिनीहरूको यस्तो आया यस्तो छ यहाँ घर अब यही टिप्ने हो यही पकाउने हो हामी चाहिँ बारीबाट टिपेको भेन्टाको तर्काले दाल भात खाँदै हो म चाहिँ भात खानै मन लाग्नु दिउँसो त्यो चिकन खाएर दिन चाहिँ खाँदैन हुन्छ अनि हुन्छ गाइज आजको लागि यति नै थियो मैले भिडियोहरू अझै राम्रोसँग क्याप्चर गर्न पाएन लामो हुन्छ अब लामो बनायो भने खासै राम्रो हुन्न नि त त्यही भएर मैले थोरै सर्टकट्स टाइपमा बनाइदिन्छु यस्तै छ कामहरू यसरी नै गर्ने होस् हेर्नुहोस् अनि थ्याङ्क यू फर वाचिङ टिल द एन्ड गाइज थ्याङ्क यू सो मच अनि आजको लागि यति नै थियो डु नट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गाइज बाई सी नेक्स्ट भिडियो